जयमसी तपाईँहरू सबैजनालाई आज धेरै दिनको बादमा फेरि पनि यसरी ब्लग सुट गरिरहेको छु। अनि आज म र मेरो साथी चाहिँ एकछिन घुमेर आएको। साथी के भनिदिनु छ? नमस्ते नमस्ते। मेरो एडभान्स लिएर चाहिँ यसो डुलीडुलाई अब चिकन भात खुवाइ हुन्छ। हाम्रो चाहिँ रेस्टुरेन्ट भेज भएर चाहिँ भेजिटेरियन भएको थिएँ 1 महिनासम्म। अब आज चाहिँ नन भेजिटेरियन हुन्छ। आज तपाईँ मासु भात खाने हो होइन साथी? हो 3 थाली बताउँछ आज त। 3 थाली 3 थाली नबिसाइकिन कन्टिन्यू ड्याङ्गी ड्याङ देखो ब्याक टु ब्याक गएको त्यहाँ लास्टमा चाहिँ के हुन्छ थाहा छ? के हुन्छ? आमरस हुन्छ। आमरस विथ पुरी। यस्तो छ यहाँको दिनहरू आज होइन, एकदमै राम्रो रमाइलोपन। घाम छ भनौँ, अब एकछिनमा चाहिँ शीतल शीतल भइहाल्छ। तर ठिकै छ, हल्का यहाँ रुखको अब छायाहरूले गर्दा, रुखहरूले गर्दा पनि होइन शीतल। घामको बारेमा चाहिँ म भन्छु, यहाँ बेङ्गलोर आउँदा चाहिँ अलिक ठिकै थिएँ। अहिले हेर्नु सक्नुहुन्छ तपाईँहरूले घामले डढेर कस्तो भएको छु हो। अब फेरि घर जाँदा चाहिँ अलिक कालो कालै छु, तर अलिक साउलो पनि छु नि त होइन। यस्तो चाहिँ यहाँ चाहिँ जग्गाहरू नबिर्सिकन तपाईँहरूले ड्याङ्की ड्याङ लाइक र कमेन्ट सेयर चाहिँ गरिदिइहाल्नुहोस् है।